नमस्कार, म शारदा आमाको जाँगरमा युट्युबबाट यहाँ आज श्रीमद् भागवत गीता यथारूप भनेर पढ्दैछु। नेपाली एक दुईवटा श्लोक संस्कृतका पनि छन्, तर म नेपालीबाट कथाहरू पढ्छु। नैन छन्दन्ति पश्यन्ति नैनं दहति पावक नश्चैनं क्लेश यन्ताप्त्यो न शोषयति मारुत। यसरी जो आत्मालाई न कहिले कुनै हतियारले टुक्र्याउन सकिन्छ, न आगोले डढाउन सकिन्छ, न पानीले भिजाउन सकिन्छ, न हावाले नै सुकाउन सकिन्छ, यो आत्मालाई अव्यक्त, अनित्य, अचित्य, अपरिवर्तनीय भनिन्छ। यो कुरा बुझेर पनि तिमीले शरीरका लागि शोक गर्नु हुँदैन। यदि तिमीले आत्मालाई सधैँ जन्मिरहने र सधैँ मरिरहने भन्ठान्छौ भने पनि हे महाबाहु, तिमीले यसका लागि शोक गर्नु कुनै अर्थ कारण छैन। अथ चैनम नित्य जातम नित्यम वा मन्य से मृतम तथापि तम महाबाहु नैनम शोचित तु महर्षि भनेछ। जातसी ध्रुवो मृत्यु ध्रुवम जन्म मृतस्य च तदास्मा परिहार्थेन तम शोचितु महर्षि। जो जन्मिएको छ त्यो अवश्य मर्छ, मरेपछि फेरि अवश्य जन्मिन्छ। अत आफ्नो नगरी नहुने कर्तव्यको पालना तिमीले गर्नै पर्छ, यसमा शोक गर्नु हुँदैन। जन्मनुभन्दा अगाडि नै सबै जीवहरू अव्यक्त अवस्थामा हुन्छन्। जन्मेर नमरुन्जेल यो मध्य अवस्थामा तिनीहरू व्यक्त हुन्छन् र मरेपछि फेरि अव्यक्त हुन्छन्। अत यसमा शोक गर्नुपर्ने के आवश्यकता छ? यो आत्मालाई कसैले आश्चर्यका रूपमा हेर्छन्, कसैले आश्चर्यका रूपमा व्याख्या गर्छन्, कसैले आश्चर्यका रूपमा यसमा बारेमा सुन्दछन् र कसैले यसैका बारेमा वर्णन गर्छन् र केही बुझ्न सक्दैनन्। यस्तो आत्मालाई तिमीले बुझ्न सक्नु पर्यो। म तिमीलाई बुझाउने छु। हे भरतवंशी अर्जुन, शरीरमा रहने शरीरका स्वामीलाई कहिल्यै मार्न सकिँदैन। त्यसैले कुनै पनि जीवात्माका लागि तिमीले शोक गर्नु पर्दैन। एउटा क्षत्रियले गर्नुपर्ने विशिष्ट कर्तव्यलाई विचारेर धर्मका लागि युद्ध गर्नुभन्दा राम्रो अरू कुनै कार्य छैन भन्ने कुरा तिमीले बुझ्नुपर्छ र यस्तो कार्य गर्न तिमीले कुनै सङ्कोच मान्नु हुँदैन। हे पार्थ, स्वतः प्राप्त हुन आएको स्वर्गको खुलेको ढोका जस्तो यस्तो युद्धको अवसर अत्यन्त सुखी वा भाग्यशाली क्षत्रियहरूले मात्र प्राप्त गर्दछन्। यदि केही गरेर तिमीले यो युद्धरूपी धार्मिक कर्तव्य पुरा गरेनौ भने तिमीलाई आफ्नो कर्तव्य पालन नगरेको पाप लाग्नेछ र तिमीले योद्धाका रूपमा पाएको यश पनि गुमाउनेछौ। मानिसहरूले सधैँ तिम्रो अपयशको वर्णन गर्नेछन्। एउटा सम्मानित व्यक्तिका लागि अपयश भन्ने कुरा मृत्युभन्दा पनि बढ्ता कष्टकर हुन्छ। तिम्रा शत्रुहरू तिम्रो पुरुषार्थको उपहास गर्दै अनेकौँ दुर्वचन भनेर तिम्रो निन्दा गर्नेछन्। त्योभन्दा कष्टदायी कुरा तिम्रा लागि अरू के होला? हे कुन्ती पुत्र, यदि युद्धमा मारियौ भने तिमीले स्वर्गलोक पाउनेछौ र यदि युद्ध नै तिमीले जित्यौ भने पृथ्वीको राज भोग गर्न पाउनेछौ। त्यसैले दृढ भए सङ्कल्पका साथ उठ र युद्ध गर। सुख दुःख, लाभ हानि, विजय पराजय सम्बन्धी विचारै नगरी तिमी युद्धका लागि युद्ध गर। यसो गर्यो भने तिमीलाई कुनै पाप लाग्ने छैन। यसरी विश्लेषणात्मक अध्ययनबाट मैले तिमीलाई यो ज्ञानको वर्णन गरेँ। अब म निष्काम कर्मको व्याख्या गर्छु, सुन। हे पार्थ, यदि ज्ञानमा रहेर कर्म गर्यो भने तिमीले आफूलाई कर्मबन्धनबाट मुक्त गर्न सक्नेछौ भनेर आज त्यसो भन्नुभएछ। यस प्रयासमा न कुनै हानि छ, न कुनै विघ्न छ। यो मार्गमा गरिएको सानो प्रगतिले पनि व्यक्तिलाई अत्यन्त भयानक किसिमको भयबाट मुक्त गराइदिन्छ। आजलाई यति। नमस्कार। सबैको जय होस्, सबैको शुभ होस्। मेरो नित्य कर्म यही छ। म 2-4 लाइन भगवानको यसो लिएर हजुरहरूका माझ पठाउँछु। मलाई भक्तिमा मन यसै गरी सधैँ लागिरहोस्। एक लाइक गरिदिनु होला। सबैको जय होस्।